अदालतको पनि कमजोरी छ। त्यो अदालतको कमजोरी छ भनेर पोखराको एउटा चौतारीमा मैले लगभग 11 महिना अगाडि रिस पोखेको थिएँ र तपाईहरु राजनीतिक रखेल नबन्दिनुस् है भनेर भनेको थिएँ। अदालतको अवहेलना मुद्दा पनि लागेको थियो मलाई, 2-4 चोटि पेशी र बहस पनि भयो। हामीले त्यतिसम्म पनि रिस पोख्न नपाउने, जुन अदालतले एउटा व्यक्तिलाई 84 दिनसम्म एउटा फाइल तयार गर्नलाई, एउटा खाता जुन उसको साथीको नाममा रहेको खाता जुन व्यापार गर्नको लागि केही रकम प्रयोग गर्यो भनेर 84 दिन एउटा फाइल बनाउनलाई व्यतीत गर्छ र त्यही सहकारीको अध्यक्षलाई बिहान 10 बजे अदालतमा ल्याएर चिया खुवाएर 4 बजे धरौटीमा घर पुर्याइदिन्छ। त्यो अदालतको त्यो बायसनेस प्रति हामीले रिस समेत पोख्न नपाउने, बोलिस् कि अवहेलना मुद्दा लगाइदिन्छु भनेर धम्की दिने, त्यही अदालतको अगाडिपट्टि रंगिएको केही रङहरू थियो होला, अगाडि झुन्ड्याइएको राष्ट्रिय झण्डा थियो होला, तर पर्काल पछाडि केही आँसु, हत्या र रगतको छिटाहरू देखिएको थिएन। सायद पेट्रोलको काम त्यो रगतहरूले पनि गर्यो, त्यो बाछिटाहरूले पनि गर्यो। त्यसैले गर्दा यो भदौ 23 र 24 गतेको आन्दोलन थियो कि क्रान्ति थियो भन्ने कुरा प्रश्न बाँकी नै छ, त्यसमा आवश्यक बहस बाँकी नै छ। मेरो लागि त्यो क्रान्ति थियो। अघि केही वक्ताहरूले भनेर जानुभयो तपाईहरुसँग योजना छैन, वे फरवर्डहरू छैन भनेर। विश्वमा कुनै पनि क्रान्तिसँग वे फरवर्ड हुँदैन, त्यो आन्दोलनसँग हुन्छ। क्रान्तिले पहिला परिवर्तन ल्याउँछ, त्यसपछि योजना बनाउँछ। योजना बनाएर गरिने कुरालाई आन्दोलन भनिन्छ। त्यसैले गर्दा यो क्रान्ति हो, यसको योजना पूर्व योजना हुँदैन कतै पनि, अब योजना बन्छ। तर योजना बन्दै गर्दाखेरि 34 महिनाको संसदीय अभ्यास र 38 महिनाको राजनीतिक अनुभवले म उहाँहरूलाई केही कुराहरू सुझाव पनि दिन चाहन्छु। झेन्जी हुनुहुन्छ, म पुस्तागत रूपमा पक्कै पनि उहाँहरूभन्दा उमेरगत रूपमा सिनियर छु। त्यसैले गर्दाखेरि म यही कुनै पनि राजनीतिक दाबी राख्न चाहदिनँ। उहाँहरूको सक्सेस जुन क्रान्ति सफल भयो, हुँदैछ, पूर्ण रूपमा सफल हुन बाँकी छ। किनकि बुद्धले भन्नुहुन्छ कि परिवर्तन त्यो बेला मात्र परिवर्तन मानिने छ जब लक्षित वर्गले परिवर्तनको अनुभूति गर्न थाल्नेछ। त्यसैले यो परिवर्तनको अनुभूति लक्षित वर्गले गर्न बाँकी नै छ। त्यसैले यो परिवर्तन कम्प्लिट भइसक्यो भन्ने अहिले मान्न सकिँदैन। तर कम्प्लिट गर्नलाई के टुल्सहरू आवश्यक पर्छ होला, कहाँ तपाईहरु केयरफुल हुनुपर्छ होला भन्ने कुरा म सुझावको रूपमा राख्न चाहन्छु। एउटा जेम्स रबिन्सन भन्ने राइटर हुनुहुन्छ, उहाँले भन्नुहुन्छ कुनै पनि देशमा सोशल क्यापिटल, स्टेट क्यापिटल इम्पोर्टेन्ट हुन्छ। हाम्रो चाहिँ स्टेट क्यापिटल स्टेट एरोगेन्सीमा गइसकेको थियो। त्यो एरोगेन्सीको उदाहरणहरू जब हरिसिद्धिमा एउटा बालिकालाई कुनै पार्टी वा प्रधानमन्त्रीको पार्टीसँग सम्बन्धित प्रदेशका मन्त्रीको गाडीले हुत्याउँछ र भाग्छ, अनि त्यसको केही घण्टा केही मिनेट पछि प्रधानमन्त्रीज्यूले छोएर मात्र गएको, यसलाई राजनीतिकरण नगर्नु भनेर बठ्याइपूर्ण अभिव्यक्ति दिनुहुन्छ, त्यसले स्टेट एरोगेन्सीको इन्डिकेटर दिन्छ। स्टेट एरोगेन्सीमा गइसकेको थियो। 23 गते 19 जनाले तात्कालीन डाटा अनुसार 19 जनाको हत्या नरसंहार भइसकेपछि त्यो साँझ यही उपस्थित हुनुभएको केही पत्रकारहरूको सामु तात्कालीन सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको बडी ल्याङ्ग्वेज याद छ तपाईहरुलाई? तपाईहरु धेरै लामो नबोल्नुस्, सुब्लाएर बस्नुस् भन्ने बडी ल्याङ्ग्वेज, त्यसले स्टेट एरोगेन्सीको अर्को इन्डिकेटर देखाउँछ कि स्टेट एरोगेन्ट भइसकेको थियो। अनि त्यसपछि सोशल क्यापिटल हावी भयो, सोसाइटी सडकमा आयो र अब चाहिँ चेन्ज नगरी हुँदैन भनेर। मलाई त्यो दिनको प्रधानमन्त्रीको अभिव्यक्तिमा अलि शालीनता, भद्रता, आफ्नो गल्तीको स्वीकार्यता होला भनेको त झन् ठुलो त्यो इगो आइदियो। सञ्चार मन्त्रीको बडी ल्याङ्ग्वेज त्यस्तै देख्यौँ। तर यदि कन्स्टिट्युसन डेमोक्रेटिक छ र सोसाइटी डेमोक्रेटिक छ भने दुईटै कुरालाई सन्तुलन गर्नको लागि राजनीति चाहिन्छ। त्यसैले राजनीतिक सङ्गठनहरूको स्वीकारोक्ति हामीले, तर यो सोशल क्यापिटल पनि सडकमा आउनुपर्ने अनि स्टेट क्यापिटल एरोगेन्ट भइदिने कारण चाहिँ के हो भने, त्यो अवस्था चाहिँ किन आउँछ भने नेपालमा ह्युमन क्यापिटल बिल्ड गर्नको लागि कहिले पनि मेहनत भएन।
युनिभर्सिटीहरू बनाउने क्रम जारी रह्यो। 14वटा युनिभर्सिटी बनायो, तर यो युनिभर्सिटीले ह्युमन क्यापिटलमा कहाँ काम गर्छ भन्ने कुरा कतै पनि इन्डिकेटरहरू राखेन। राजनीतिक नियुक्तिको लालसा मात्र बाँडेर बस्यो। त्यसैले गर्दा भएको युनिभर्सिटीहरूले एकाडेमिक क्यालेन्डर आफ्नो टाइममा इक्जाम लियोस् र मान्छे पास होस्, क्वालिटी ह्युमन रिसोर्स मार्केटमा पुगोस् भन्दा पनि कतिवटा पद बाँड्न सकिन्छ हिसाबले मात्र युनिभर्सिटीहरू बन्दै गर्दा ह्युमन क्यापिटल बनेन। त्यसैले स्टेट क्यापिटल एरोगेन्ट भयो, सोसल क्यापिटल सडकमा आउनु पर्यो। सो यसमा हामीले यो बुझ्नुपर्छ यसको कारण। र अर्को यो साइमन सिनेकले भन्छ नि स्टार्ट विथ वाइ। तपाईँहरूले आन्दोलन गर्नुभयो, तर आन्दोलन किन भयो भन्ने कुरा अब प्रश्न सोधिरहनु आवश्यक छैन। क्रान्ति किन भयो भन्ने कुरा प्रश्न सोधिरहनु आवश्यक छैन। कसरी गर्नुभयो त्यो पनि देखियो। सबै स्वीकार्य पनि छैन, किनकि केही विद्वान छ, केही व्यक्तिहरूको घर जलाउनु, त्यो कुराहरूमा अनरसिप कसले लिने त? फेरि त्यो कुरा पनि छ कि त अनरसिप लिने मान्छे उभ्याइदिनु पर्यो, कि त यहाँ हामी सहभागी थिएनौँ भन्नु पर्यो। अर्को कुरा तपाईँको त्यो भएपछि चाहिँ के हुन्छ भन्ने वाइ, हाउ, वाट भन्छ नि, यो तीनवटा कुरा हामीले बुझ्नुपर्छ। म अब अर्को एउटा पाटोमा आउँछु जहाँ चाहिँ एउटा लगभग 4 वर्षको राजनीतिक अनुभव, 3.5 वर्षको राजनीतिक यात्राको अनुभव अनुसार अलि असन्तुष्ट भइराखेको, रुष्ट भइराखेको मेरो त्यो कुरामा तपाईँहरूलाई सुझाव के छ भने, जब माओवादीको 62-63 को इन्सर्जेन्सी पश्चात परिवर्तन भयो, त्यो बेलामा परिवर्तन भएपछि माओवादीले आफ्नो नेतृत्वमा सरकार बनायो, प्रचण्डज्यूको नेतृत्वमा सरकार बनेपछि सिंहदरबार केही दिन आन्दोलित, केही दिन एक किसिमको त्रासमा बस्न थाल्यो, किनकि हरेक मन्त्रालयमा वाइसिएल छिर्न थाल्यो र त्यसपछि ब्युरोक्रेसी पनि आतंकित भयो। अहिले कता कता कुन कुन कार्यालयमा चाहिँ त्यो अभ्यास दोहोरिरहेको, जेएनजीको नाममा केही आफैमा पनि चोरी ठगीको मुद्दा लागेको व्यक्तिहरू पुगेर जुन थर्काइरहनु भएको छ त्यो गलत हो हैन। तपाईहरुले त्यसको सुधार चाहनुहुन्छ भने कानुन बनाउनुस्, तर यसरी एउटा संयन्त्रलाई 64-65 तिर वाइसिएलले जसरी आतंकित बनाउँथ्यो त्यसरी त्यो आतंकित बनाउने अभ्यास गलत हो, त्यो नगर्नुस्। त्यसको केही नियम हुनुपर्छ, मापदण्ड हुनुपर्छ, नत्र फेरि सोशल डिभिजनमा जान्छ, सोसाइटी डिभाइड हुन्छ, त्यो राम्रो हुँदैन। त्यसैले त्यसको एउटा निश्चित मापदण्ड बनाउनुस्। एउटा कुरा चाहिँ के हो भने त्यो भित्र ठगहरू धेरै छ भन्ने कुरामा हाम्रो सहमति छ हैन। सत्ता र सरकार फरक कुरा हो। हामी सरकारमा 2 चोटि पुग्यौं, सत्तामा कहिले पनि पुग्न सकेनौं हामी, किनकि सत्ता धेरै यो एउटा नेक्सस छ, त्यो नेक्सस पनि तोड्न जरुरी छ। लगभग 50 वर्षदेखि नेपालमा 7 दशकमा लगभग 7वटा संविधान र 6वटा राजनीतिक व्यवस्था परिवर्तन भयो, तर सिंहदरबारको इर्दगिर्द घुम्ने त्यो बिचौलियाको नेक्सस चाहिँ त्यही रह्यो। उसलाई कुनै मन्त्री र प्रधानमन्त्री परिवर्तन हुँदैमा 48 घण्टा भन्दा धेरै लाग्दैन थियो त्यहाँ सम्बन्ध स्थापित गर्नको लागि कि हामी पनि तपाईकै आफन्त हौं है भनेर। त्यसैले त्यो नेक्ससलाई एक्सेस नदिनुस्। र अर्को कुरा, त्यो सत्तालाई परिवर्तन गर्नतिर लाग्नुस्। सरकारमा भएको केही मन्त्री र प्रधानमन्त्री परिवर्तन भएर यहाँ धेरै कुरा परिवर्तन हुँदैन, त्यसैले त्यो पनि बुझ्नुपर्छ। यहाँ युवराज मुखिया, योगेन्द्र भण्डारी र किशोरी कार्कीज्यू हुनुहुन्छ जेएनजीको रिप्रेजेन्टेटिभको रूपमा। उहाँहरूसँग नै म धेरै कुरा गर्दैछु, किनकि हामी त धेरै पहिलादेखि कुरा गरिरहेको र धेरै प्रयासहरू, विवादहरू, अभ्यासहरू, अभियानहरू थालेर पनि हामीले त्यति नसकेको। त्यसैले मैले यो कुराहरू भने। र अर्को अन्त्यमा एउटा अमेरिकन राइटर एमी वेब भन्ने हुनुहुन्छ, उहाँले सिग्नल्स आर टकिङ भन्ने किताब लेख्नु भएको छ। त्यसमा चाहिँ उहाँले के भन्नुहुन्छ भने, यो whenever you want to establish any change, you start with tactics and then you go to strategy, then you go to vision, and then after you reach to envision हैन। भनेको कार्यनीति, रणनीति, दर्शन र परिकल्पना। ओली सरकारको 2 पटकको 2/3 को गल्ती के भएको छ भने ऊ एकैचोटि परिकल्पनामा जम्प गर्यो। हामीलाई चाहिएको थियो लाइसेन्स कति घण्टामा आइपुग्छ भन्ने, पासपोर्टको लाइनमा दुःख नपाइयोस् भन्ने, तर उहाँले चाहिँ मोनोरेल र पानी जहाजको अफिसहरू खोलेर राज्यको स्रोत व्यर्थमा नोक्सान गर्दै हुनुहुन्थ्यो, जुन हामीहरू आजको रिक्वायरमेन्ट थिएन।
हामी 20 वर्ष पछिको योजना बनाउन सक्थ्यौँ कि पानी जहाज, जबकि ग्लोबली पानी जहाज बिजनेस लसमा गइरहेको बेलामा हामी चाहिँ पानी जहाजको अफिस खोल्दै थियौँ। तर हाम्रो त्यो भनेको परिकल्पना हुनुपर्थ्यो। हाम्रो आजको कार्यनीति के हुनुपर्थ्यो भने सिडिओ अफिसमा जाँदा खाजा खर्च नदिएर नागरिकता कसरी पाइन्छ, लाइसेन्सको लागि लाइसेन्स रिन्यू गर्ने बेला भन्दा अगाडि कसरी आइन्छ, यो कुराहरू पासपोर्टको लागि धेरैवटा देशले पासपोर्टको लागि दस्तुर लिँदैन, हामी कहाँ यति महँगो त्यो पनि घुस खुवाउनु पर्ने। त्यसैले यो कुराहरू हामी कसरी सुधार गर्नुपर्छ भनेर हामी सधैँ त्यो कुरा गर्थ्यौँ। तर उहाँहरूले हामीले विकास भएन भन्ने हल्ला गर्दै गर्दा उहाँले हामीलाई यति 1000 किलोमिटर बन्यो त 35 वर्षमा भन्नुहुन्थ्यो। तर हामी भन्थ्यौँ सोसल क्यापिटल चाहिँ भत्किँदैछ है, तपाईँ यो भौतिक संरचना केही किलोमिटरले चाहिँ देश विकास भयो भन्ने दाबी नगर्नुहोस् भनेर भन्थ्यौँ। तर हेर्नुहोस् आन्दोलन हुँदाखेरि त्यो सडकहरू केवल क्रान्तिको लागि मात्र काम लाग्यो, त्यहाँ सोसल क्यापिटल विक भएर सडकमा आउनु पर्यो। त्यसैले तपाईँहरूलाई रिक्वेस्ट कि अब योजना बनाउँदै गर्दा सुरुवात नै कार्यनीति नै सुशासनबाट र सुधारिएको सार्वजनिक सेवाबाट गर्नुहोस्। सुधारिएको सार्वजनिक सेवा र सुशासनबाट गर्नुहोस्। मान्छेले परिकल्पना गर्न पाओस् कि सार्वजनिक सेवा लिन जाँदै गर्दाखेरि खल्तीमा खाजा खर्च कर्मचारीको लागि लिएर जानु पर्दैन भनेर। तर यो 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 हेर्नुहोस् यो संयन्त्र एकदम ढिट छ। क्रान्तिपछि पनि के भ्रष्टाचारीहरू समातिसक्यो, 2-4 लाख रुपियाँ खल्तीमा हातमा घरमा भेटिसक्यो भनेपछि यो सजिलै सुध्रिनेवाला छैन। त्यसपछि तपाईँहरू रणनीतिमा जानुहोस्, त्यसपछि भिजन दर्शनमा जानुहोस्, अनि बल्ल परिकल्पनाको कुरा गर्ने हो। हामीले यो बेसिक डेली पब्लिक सर्भिस डेलिभरी इम्प्रुभ नगरिकन ओली सरकारले जस्तो मोनोरेल, पानी जहाज र ठुलो ठुलो सपना बाँडेर फेल भइन्छ। सुरुवात त्यहाँबाट हुनुपर्छ। त्यसमा हामी तपाईँहरूलाई सहयात्री भएर यसो एक पुस्ता तपाईँहरूभन्दा सिनियर भएको कारणले गर्दाखेरि मेन्टर भएर कतैतिर तपाईँहरूलाई सचेत गराउने अभिभावक भएर र यो देशको नागरिक भएकोले तपाईँहरू जस्तो हक हामी पनि इक्वली राख्छौँ है भन्दै दाबी गरेर यो सबै हिसाबले हाम्रो विभिन्न भूमिकाबाट तपाईँहरूको छेउछाउमै छौँ। हामी तपाईँहरूलाई साथ दिनको लागि तयार छौँ। र अर्को कुरा यो सबै प्राथमिकताहरूमध्ये पहिलो प्राथमिकता निर्वाचनलाई राख्नुहोस्। निर्वाचन भनेको डेमोक्रेटिक सोसाइटी र डेमोक्रेटिक कन्स्टिट्युसनको लागि एकदमै इम्पोर्टेन्ट छ। त्यसमा पनि हामी ट्रान्जिसनमा छौँ र ट्रान्जिसन यति मिसयुज भएको छ विगत 20 वर्षमा। सङ्क्रमण भन्ना बित्तिकै हामीलाई चाहिँ एउटा ओभर युज्ड र अब्युज्ड वर्ड जस्तो लाग्छ। त्यस्तो नहोस् अबको सङ्क्रमण। त्यसमा सचेत भएर तपाईँहरू अगाडि बढ्नुहोला। आवश्यक परेको खण्डमा हामी एउटा सहयात्री भएर, मैले सदनमा पनि धेरैचोटि प्रयोग गर्ने गरेको थिएँ पुरानो पार्टीहरूको लागि, जुन कहिले पनि उहाँहरूले सुन्नु भएन। हामी प्रतिस्पर्धी हौँ तर हामी दुश्मन होइनौँ। हामी प्रतिस्पर्धाको लागि यो मैदानमा छौँ तर हामी दुश्मन होइनौँ। त्यसैले गर्दा हाम्रो कार्य क्षमता हिसाबले तपाईँहरूलाई कतै सघाउन सक्छौँ भने हामी सघाउँछौँ है भनेर पुरानो दाई दाजु भाउजू काका काकी बा सबैलाई सुनाएको थियौँ। तर उहाँहरूले हामीलाई जहिले पनि प्रतिस्पर्धीको रूपमा हेर्नुभयो, हाम्रो खिसीट्युरी गर्नुभयो, हाम्रो मूल्याङ्कन गर्नुभयो। तर उहाँहरूको मूल्याङ्कन 27 घन्टामा आएको भर्खर नयाँ पुस्ताले गरिदियो। त्यसपछि कृतज्ञता फेरि पनि व्यक्त गर्दछौँ। हामीले 34 महिनामा खासै परिवर्तन गर्न सकेनौँ कि सङ्ख्या पुगेन कि समय पुगेन, त्यसप्रति सचेत भएर हामी क्षमा पनि माग्छौँ। र अर्को कुरा 75 जनाको योगदानप्रति विशेष सम्मान व्यक्त गर्दै म आफ्नो अभिव्यक्ति यहीँ टुङ्ग्याउँछौँ। अवसर दिनुभयो, उपस्थितिप्रति तपाईँहरूको उपस्थितिप्रति फेरि पनि सम्मान छ। धन्यवाद। जय देश। धन्यवाद। अब हामीसँग लक्षित वर्ग भनेर जो हामी भनिरहेका छौँ, हामीसँग 3 जना प्रतिनिधि हुनुहुन्छ। उहाँहरूको हामी पालै पालो सुन्नेछौँ र यहाँहरूले विशेष रूपमा यो पस्किदिनु होला, किनकि आज कर्मीहरूलाई जसले परिवर्तनको नेतृत्व गर्यो, हाम्रो देशमा हरेक आन्दोलनको परिवर्तनको नेतृत्व गर्ने सञ्चारकर्मी, नेपालको हरेक आन्दोलन 62-63 को जनआन्दोलन पछि जेनजी आन्दोलनको सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्णायक शक्ति भनेको सञ्चारकर्मी हो।
तपाईहरुको मुख बन्द गरेको थियो केपी शर्मा ओलीको नेतृत्व सरकारले। त्यो सरकारलाई तपाईहरुले 28 घण्टामा विस्थापित गरिदिनु भयो। कति शक्तिशाली छ नेपालको मिडिया हेर्नुस्। अभिव्यक्ति स्वतन्त्रतामाथि जब आक्रमण भएर सरकार आयो र सरकार सकियो, नयाँ सरकार आयो, केपी शर्मा ओलीको निरङ्कुशता, मिडियामाथिको आक्रमण। त्यसैले आज म सबै पत्रकार साथीहरूलाई साक्षी राखेर यहाँ बुद्धिजीवी हुनुहुन्छ, आयोजकलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईले आज राम्रो काम गर्नुभयो सर, तपाईलाई स्यालुट छ, अभिनन्दन छ। कार्यक्रमको सभापतिज्यू सबैले उहाँलाई ताली बजाएर अभिनन्दन गरिदिनुहोस्, ताली बजाएर। तपाईँ ग्रेट पर्सनालिटी हो, तपाईँ इमान्दार मान्छे हो, देशलाई माया गर्ने व्यक्ति हो। मञ्चमा आसीन सम्पूर्ण जेनजी पुस्ताका साथीहरू, उपस्थित सञ्चारकर्मीहरू, म 4वटा मात्रै कुरा भन्न चाहन्छु। आज देश विषम परिस्थितिमा छ। जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो, अन्तरिम सरकारको प्रधानमन्त्री, चुनावको तयारीमा हुनुहुन्छ, गृह कार्यमा हुनुहुन्छ, छलफल हुनुहुन्छ। तर कस्तो निर्वाचन गराउने? हाम्रो देशमा निर्वाचन अनिवार्य आवश्यकता छ। निर्वाचनको विकल्प छैन। लोकतन्त्रको सबैभन्दा ब्युटी भनेको, सुन्दरता भनेको निर्वाचन हो। निर्वाचनको लागि सबै पक्ष, सबै दल तयार हुनै पर्छ। जेनजी पुस्ताले पनि नयाँ दल खोलेर गए हुन्छ। मैले बारम्बार भनेको छु, अब दल खोल्नुस्। लोकतन्त्रमा दल खोलेर जनताको मन जितेर शासन गरेर जनताको एजेन्डा भनेको भ्रष्टाचारलाई कारबाही। हाम्रो देश नेपालमा यति भ्रष्ट छन् नेताहरू। नेताहरूले जति अकुत सम्पत्ति कसैले कमाएको छैन। 40 साल यता हाम्रो देशमा सम्पत्ति कमाउने नेताहरूको अब नाम तपाईले तयार पार्नुस्। र हरेक क्षेत्रको मान्छे भनिरहेको छु मैले। पोलिटिकल पार्टीको लिडर मात्र मैले भनेको छैन, ब्युरोक्राट्स पनि छ त्यहाँ, सुरक्षा निकाय बस्ने मान्छेहरू पनि छन् त्यहाँ। समाजका हरेक तबकामा बसेर देशलाई दोहन गर्ने, लुट्नेलाई पहिला कारबाही हुनुपर्छ। जेनजी पुस्ताको माग, 3 करोड नेपालीको माग, भ्रष्टाचारीलाई कडा से कडा कारबाही गर्ने हाम्रो देशमा। दोस्रो कुरा के? जनताले खोजेको आजको दिनमा अब हाम्रो शासन पद्धतिमा, शासकीय स्वरूपमा हामीले परिवर्तन गर्ने कि नगर्ने? गर्नै पर्छ। अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री देशलाई चाहियो। त्यसको लागि बहस गर्नुपर्छ, राष्ट्रिय सहमति कायम गर्नुपर्छ, सबै पक्ष आउनुपर्छ प्रत्यक्ष निर्वाचित कार्यकारीमा। किन अहिलेसम्म हाम्रो देशमा कुनै पनि प्रधानमन्त्रीले 5 वर्ष काम गर्न पाएको छैन। कुनै पनि प्राइम मिनिस्टरले 5 वर्ष यो देशको नेतृत्व गर्न पाएन। त्यसैले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आजको आवश्यकता हो, मुख्य एजेन्डा हो, माग हो। त्यसको लागि सबै दल तयार हुनुपर्छ। सर्वपक्ष गोलमेज सम्मेलन आयोजना गरेर सबै पक्षको बिचमा बहस गरेर, छलफल गरेर एउटा निष्कर्ष निकाल्नुपर्छ सबै पक्ष। म डाक्टर सुरेन्द्र केसीलाई पनि भन्न चाहन्छु, सबैलाई, जेनजी पुस्ताका अगुवाहरूलाई भन्न चाहन्छु, दोस्रो माग। तेस्रो माग के? देशमा सुशासन छैन, सुशासन छैन, डेलिभरी छैन। भ्रष्ट समाजमा जनताका मागहरू धेरै छन्, समस्या समाधान भएको छैन। दलहरू फेरि पनि चुकिरहेछन्, दलहरू सच्याएनन्, दलहरू सुध्रेनन्, दलहरूको कार्यशैलीमा परिवर्तन आएन। दलहरूको बैठकमा के हुन्छ? देवत्वकरण गर्छन् नेताहरूको। नेताहरू भ्रष्ट भए तपाईँले नेतृत्व छोड भनेर कुनै पनि पार्टीका नेताले भन्न सकेनन्। दलहरू फेरि पनि चुकिरहेछन्। जेनजी आन्दोलनपछि पनि उनीहरूले परिवर्तन आत्मसात गरेनन्। दलहरूको बैठक एजेन्डा के हुनु पर्थ्यो? देश कसरी बनाउने, प्रत्यक्ष निर्वाचित कार्यक्रममा कसरी जाने, निर्वाचन यहाँ त फलानुलाई कसरी बचाउने, नेताहरूलाई बचाउने होइन। नेताहरूले धेरै गल्ती गरेका छन् नेपालमा। पहिला देश अनि जनता आजको आवश्यकता हो। देश र जनता भयो भने सबै कुरा हुन्छ। पहिला देश र जनतालाई हेरौँ। देश सङ्कटमा छ, यो बेलामा राष्ट्रिय सहमति आजको आवश्यकता हो। तेस्रो कुरा मैले भने सुशासन। चौथो कुरा खोइ रोजगारी। लाखौँ युवाहरू विदेशमा छन्,
उनीहरूलाई हामीले रोजगारी दिन सक्यौँ? म भन्छु अबको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउनुपर्छ। अबको निर्वाचनमा विश्वका जुनसुकै कुना काप्चामा रहेका नेपालीहरूले पनि अब मतदान गर्न पाउनुपर्छ। उनीहरूले आफ्ना प्रतिनिधि छान्न पाउनुपर्छ देश हाँक्ने। र अबको नेतृत्व कस्तो हुनुपर्छ? क्लिन इमेज भएको, इमानदार, देशलाई माया गर्ने, राष्ट्रिय भावनाले ओतपोत भएको, समाजका परिस्थिति देश काललाई बुझेको, राजनीतिमा पोख्त भएको, अध्ययनशील, टेक्नोलोजी जानेको, बुझेको, समय सापेक्ष निर्णय गर्न सक्ने, देशको लागि, जनताको लागि नातावादलाई अन्त्य गर्ने, भागभण्डामा नियुक्ति गर्ने होइन, छानेर राम्रो मान्छे। आज सुरेन्द्र केसीलाई शिक्षा मन्त्री बनाउने किन राज्य तयार नहुने? यहाँ डाक्टर साहब पनि हुन्छ, अर्को डाक्टर साहब आयोजक, उहाँलाई मन्त्री बनाउने किन अहिलेको जेनजी पुस्ता तयार नहुने? म भन्छु उहाँलाई बनाऊ, यस्ता मान्छेलाई बनाऊ, राम्रा मान्छेलाई लिएर आऊ, योग्य मान्छेलाई लिएर आऊ। अब देश बनाऊ। अब देशमा व्यथिति, विकृति, अन्य अत्याचारको विरुद्ध युवाहरू तातौँ, जागौँ, उठाउँ। र म जेनजीलाई पनि भन्न चाहन्छु, पार्टी खोलेर समस्या समाधान हुँदैन, पहिला सर्वपक्षीय भेला गर्नुहोस्। भोलि मिरा ढुङ्गेनाले पार्टी खोल्दै हुनुहुन्छ। पार्टी मात्रै खोलेर हुँदैन, त्यो पार्टीको एजेन्डा क्लियर हुनु पर्यो, जनताको मन जित्नु पर्यो। जेनजी पुस्ताको यो मागलाई आज कमजोर बनाउने खेल भइरहेछ, बुझ्नुहोस्। जेनजीहरू एक हुनुहोस्, नफुट्नुहोस्, पद लुप्त नहुनुहोस्। देशमा छ नि पद ठुलो कुरा होइन। डाक्टर सुरेन्द्र केसी आयोजक डाक्टर साहब, तपाईँलाई स्यालुट गर्दै भन्न चाहन्छु म, पद ठुलो कुरा होइन, आउँछ जान्छ, देश ठुलो कुरा हो, जनता ठुलो कुरा हो। पद भने आउँछ जान्छ, फाटेको जुत्ता हो। त्यसैले पदमा लोभ नगरौँ, मेरो भनाइ सधैँ पनि पद ठुलो कुरा होइन, पद त्यागौँ। सबै सञ्चारकर्मी साथीहरूलाई स्यालुट गर्दै देश बनाऊ, देशमा विकास आजको आवश्यकता हो। देश एकदम आज सङ्कटमा छ, हाम्रो संरचनाहरू, सम्पदाहरू आज आगजनी भएको छ, भत्केको छ, त्यसलाई बनाउनु छ। जेनजी पुस्ताले बनाउने हो अब देश। 40 काटेको, 20 काटेको, 50 ननागेको, 60 ननागेको पुस्ताले देशको नेतृत्व गर्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ। युवा जोसिलो, फुर्तिलो, स्मार्ट, सबै कुरा पोख्त भएको, नलेज भएको, पर्फर्मेन्स दिन सक्ने, डेलिभरी दिन सक्ने, समाजले वाह फलानु आयो देश बनाउन भनेर भन्न सक्ने लिडर चाहियो। थ्याङ्क यू सो मच। सबै साथीहरूलाई शुभकामना दिन चाहन्छु। तपाईँहरू सबैलाई म दिनको अवसरमा शुभकामना। जेनजीका मित्रहरूले पनि व्यवस्थित रूपमा नै आफ्ना कुराहरू राखेको नै पाइयो। अन्य वक्ताहरूले त उत्कृष्ट अभिव्यक्ति दिनुभएको कुरा सबैमा विदितै छ। मैले चाहिँ सुरुका दिनमा जेनजीको लागि 7 वटा बुँदाहरू उल्लेख गरेको थिएँ। मेरो अहिले पनि कुरा त्यही नै हो। जबसम्म ती 7 वटा कुरा हुँदैनन्, जेनजीले चाहेको कुरा होला जस्तो मलाई कम विश्वास छ। ती 7 वटा कुरामा पहिलो चाहिँ आइडियोलोजी नै थियो, दोस्रो स्ट्रक्चर थियो, तेस्रो लिडरसिप थियो, चौथो रोडम्याप थियो। रोडम्याप अन्तर्गत क ख ग थिए। क ख गमा अन्तरिम संविधान, अन्तरिम सरकार र निर्वाचन, यी 7 वटा बुँदाहरू थिए मेरा। तर अब यी बुँदाहरूको प्रसङ्गै नआइकन अन्तरिम सरकारको कुरा भयो। त्यसपछि मैले के भने अब सुशीला कार्की महिला प्रधानमन्त्रीको इतिहास रचना गर्न सक्षम हुनुभएको सन्दर्भमा पनि, पूर्व प्रधान न्यायाधीश भएको सन्दर्भमा पनि र आवश्यकताको सिद्धान्तको आधारमा यसमा विवाद नगरौँ, किनभने यसमा विवाद गर्न थालियो भने सङ्क्रमण चर्केर जान्छ। सङ्क्रमण चर्केर गयो भने देशले त्यसलाई धान्न सक्दैन, गाह्रो हुन्छ भन्ने हिसाबले यसलाई हामी सर्वसम्मत मानौँ। त्यसपछि जो उहाँले अन्तरिम सरकार विस्तार गर्नुहुन्छ त्यहाँ चाहिँ जेनजीलाई प्राथमिकता दिउँ भन्ने मेरो कुरा थियो। पहिलो चरणमा उहाँले 2 जना मन्त्री बनाउनु भयो, त्यहाँ जेनजीको नामै आएन। के भएको होला यो भन्ने लाग्दै गयो हामीलाई। एकदम पुरानै मान्छेहरू त्यहाँ फेरि
एकजना कुलमान आउनुभयो पुरानै मान्छे, अर्को खनालजी आउनुभयो झन् पुरानो मान्छे। उमेर समूहको कुरा पनि मिलेन त्यहाँ। यहाँ चाहिँ 13 देखि 27 को उमेर समूह भनिएको छ। मलाई लाग्छ उहाँ पनि 60 को वरिपरि नै होला। प्रधानमन्त्री त 73 भन्दा माथि नै होला। यहाँ त उमेरले पनि काम गरिरहेको छैन, हाम्रो आवाजले पनि काम गरिरहेको छैन। जेनजीको कुरा अघि मैले माथि 7 वटा जो उल्लेख गरेँ त्यसको पनि संरचना बाहिर आइराखेको छैन भनेपछि यो के हो त भन्ने कुरा आयो। त्यहाँबाट मान्छेले यसमा अनेक किसिमका बाहिरी प्रभावहरू, बाहिरी स्वार्थहरू संलग्न भएका हुन् कि भन्ने आशंका बढेर गएको हो। जस्तो त्यसपछि बारबरा फाउन्डेसनको कुरा आयो, समता फाउन्डेसनको कुरा आयो, अन्य पात्र प्रवृत्तिका कुराहरू आए। यस्तो किन भयो त भन्ने कुरा आयो। त्यसपछि मान्छे शङ्का उपशङ्का गर्न थाले, प्रधानमन्त्रीको बदनामी बढ्न थाल्यो। अर्को चरणको मन्त्रीमण्डल विस्तार हुने कुरा हुँदाखेरि हाम्रो अपेक्षा के थियो भने सायद मैले अघि उल्लेख गरेका कुराहरू यो दोस्रो चरणको मन्त्रीमण्डल विस्तार हुँदाखेरि सम्बोधन हुने हो कि भन्ने थियो। दुर्भाग्य त्यहाँ पनि 0 प्रतिनिधित्व भयो। न उमेर समूहको त्यहाँ कुरा आयो, न जेनजीको प्रतिनिधित्वको कुरा आयो, न प्रधानमन्त्रीले नै भनेको। प्रधानमन्त्रीले के भन्नुभएको थियो भने अब मन्त्रीमण्डल विस्तार गर्दाखेरि म चाहिँ महिलाको आधारमा, यो समावेशिताको आधारमा यसरी गर्छु भन्नुभएको थियो। त्यो पनि भएन। एकजना दोस्रो चरण गर्दा एकजना महिलाको नाम त आएको थियो, तर उहाँको नाम बाहिर नआउँदै, त्यो नाम औपचारिक नहुँदै उहाँको अख्तियारमा मुद्दा भन्ने कुरा आयो। त्यो नाम पनि ड्रप हो। कुरा अगाडि बढ्दै गए, बदनामी बढ्दै गयो। अब यहाँ आत्मसम्मान बढ्नुपर्ने, विद्रोहको भावना प्रतिबिम्बित हुनुपर्ने, युवाहरूका चाहना र आकाङ्क्षाहरू मूर्तिकृत हुनुपर्नेमा जुन रगत र बलिदानबाट अन्तरिम सरकार बन्यो त्यो सरकारको बदनामी बढ्ने पो कुरा त प्रखर भएर जाँदै गरेको हामी सबैले देखेकै छ। त्यसपछि तेस्रो चरणको कुरा आयो। तेस्रो चरणको कुरा आउँदाखेरि फेरि 3 जना मन्त्रीहरूको कुरा आयो। त्यहाँ पनि 3 जना अझ 4 जना हो कि क्या हो। त्यहाँ पनि पहिलो चरणकी विवाद देखा पर्यो र अहिले पनि त्यो विस्तारित हुन सकेको छैन। आउने 17 गते त्यसले पूर्णता पाउँछ भन्ने कुरा छ। अब मैले यतातिर धेरै समय खर्च गर्नुको त्यत्रो मैले अर्थ देखेको छैन। जे अघि साथीहरूका कुरा आइराखेका छन् त्यो सन्दर्भमा मैले अलिकति भन्नुपर्ने कुरा चाहिँ के भने, जे हाम्रो असफलता, जे हाम्रो असक्षमता, जे हाम्रो विद्रोह भइराखेको छ यो चाहिँ पद्धतिको कारणले हो कि आचरण र संस्कारको कारणले हो। म चाहिँ यहाँ केन्द्रित हुनको लागि भन्छु। सबैले संविधान संशोधनको कुरा गर्नुभयो, पुराना नेताहरूलाई आलोचना गर्ने कुरा भयो, असफलताका कुराहरू आए, यावत कुराहरू आए नि त त्यहाँ। त्यो प्रश्न हो कि यसलाई हामीले व्यवहार गरेको आचरण र संस्कार चाहिँ प्रश्न हो त। संविधान समस्या हो कि बहुदलीय प्रणाली समस्या हो कि मुख्य समस्या कहाँ हो त? यसमा हामीले फोकस गरेनौँ भनेदेखि हामीले चाहेको कुरा केही पनि हुन्छ भने जस्तो मलाई लाग्दैन। के यो उमेर समूहको कुरा हो? युवाहरूले चाहिँ गल्ती गर्दैनन् नि भन्ने कुरा हो? जेनजीहरूले चाहिँ पक्का हाम्रो आशा आकाङ्क्षालाई परिपूर्ति गर्छन् भन्ने कुरा हो? विगत अभ्यास हेऱ्यो भनेदेखि त जति कम उमेर समूहको नेतृत्व त्यति नै गलत काम गरेको देखिन्छ। त्यहाँ गगन थापा भने पनि त्यही हो, योगेश भट्टराई भने पनि त्यही हो, रामकुमारी झाँक्री भने पनि त्यही हो, हिमाल शर्मा भने पनि त्यही हो, कोही भने पनि त्यही हो, प्रचण्डका छोरीहरू भने पनि त्यही हो, गङ्गा पुत्री भने पनि त्यही हो, रेणु दाल भने पनि त्यही हो, कम उमेरकी यहाँकी डिप्युटी मेयर त्यही हो। मेयर हामीले देखिरहेछौँ, मेरो उमेर 38 भनिरहेछ भनेपछि उमेर मात्रै हो कि यो विचार हो कि प्रणाली हो कि आचरण हो कि संस्कार हो कि समस्याको जड चाहिँ के हो त? पर्खेल्नुपर्ने कुरा चाहिँ मलाई यो हो जस्तो लाग्छ। जबसम्म यसलाई हामी अहिले पनि जेनजीका भाइहरूले भने हामीले निकै मेहनत गऱ्यौँ भने 38-40 सिट त हाम्रो आउँछ होला। 38-40 सिट आयो भने हामी संविधान संशोधन गर्छौँ, अरू केही कुरा पनि गर्छौँ भन्नुभएको छ। अब रमण श्रेष्ठले अघि भन्नुभयो, अन्य ज्ञानेन्द्र साईले पनि भन्नुभयो
137 सिट आए पनि सरकार बनाउन सकिँदैन। यसको लागि 138 नै चाहिन्छ, जुन चाहिँ लगभग असम्भव छ। भनेपछि के हो त? गणित समस्या हो, संविधान समस्या हो, प्रणाली समस्या हो, हाम्रो आचरण संस्कार समस्या हो त। जस्तो रोजगारीको कुरा आयो यहाँ, जुन पद्धतिले जुन आर्थिक नीति हामीले लिएका छौँ, यो अर्थनीतिबाट यो देशमा रोजगारी बन्छ। यतिका कल कारखानाहरू थिए, ती सबै कल कारखाना हामीले के मुखले बन्द गरेको? हामीसँग त झन्डै झन्डै 16-18% GDP-मा चाहिँ आर्थिक क्षेत्रको कन्ट्रिब्युसन, औद्योगिक क्षेत्रको कन्ट्रिब्युसन थियो। त्यो अहिले घटेर 6%मा आएको छ। 21औं शताब्दीमा कल कारखाना बन्द गरेर समृद्धितिर जान्छौँ। 21औं शताब्दीमा कल कारखाना बन्द गरेर रोजगारी अभिवृद्धि गर्न सक्छौँ भन्ने सोच कस्तो बुद्धि भएको मान्छेले परिकल्पना गर्छ? तर कसैलाई पनि यो कुरा थाहा छैन, यो देशमा कल कारखाना किन बन्द भएको कसैलाई पनि थाहा छैन। तपाईँले हिजो देख्नुभयो डोनाल्ड ट्रम्पले के घोषणा गर्नुभयो भनेदेखि अब भारतले रसियाबाट तेल किन्न छोड्दैछ। आज मैले कुन ज्याकेट लाउने भन्ने कुरा पनि अर्काको हातमा छ, कुन घडी लगाउने भन्ने पनि अर्काको हातमा छ, कुन मोबाइल बोक्ने भन्ने पनि अर्काको हातमा छ। यो नबुझिकन उमेर समूहले फरक पार्दैन। यस्तो किन हुन्छ? हाम्रो ट्रली किन बन्द भएको? हाम्रो गोरखकाली रबर उद्योग किन बन्द भएको? हाम्रो बाँसबारी छाला जुत्ता किन बन्द भएको? हाम्रा सिमेन्ट कारखानाहरू बन्द हुने अनि विदेशी सिमेन्ट कारखानाहरू यहाँ आइलाग्ने किन भएको? त्यस्तो यो नबुझिकन केही पनि बुझिँदैन। यो बुझ्नेतिर कोही पनि छैन, किनभने जम्मैलाई मन्त्री हुनु छ, जम्मैलाई प्रधानमन्त्री हुनु छ, जम्मैलाई राजदूत हुनुहुन्छ। आज मात्रै 11 जना राजदूतहरू फिर्ता ल्याउने कुरा भयो। त्यसको के अर्थ छ लड्नु त? यसले कस्तो इमेज जान्छ हाम्रो बाहिर? महिला जति जति राजदूतहरू थिए ती राजदूतहरूको फिर्ता भएको छैन। के महिला प्रधानमन्त्री भएकै हुनाले त्यस्तो भएको भनेर हामीले अनुमान गर्न पाउने कि नपाउने? अरू पनि केही कुराहरू त्यहाँ भएका छन्। यो सरकारको कार्यावधि अब 5 महिना मात्रै छ। एग्रिमो आउन 4-5 महिना नै लाग्छ। त्यो एग्रिमो नआउँदै यो सरकार जान्छ अनि हाम्रो काम चाहिँ राजदूतको सिफारिस गर्ने मात्रै हो। यति अल्पदृष्टिबाट चाहिँ यो देश चलाउने हिसाब किताब अहिले पनि छ। र यो अहिलेको जुन सरकार छ जेनजी समूहको रगतबाट बनेको सरकार हो। अरू सरकारलाई यो गल्ती गर्ने छुट हुन्छ, तर यो सरकारलाई त्यो गर्ने छुट हुँदैन। जुन छुट आफूलाई प्राप्त छैन त्यो गल्ती यसले किन गर्न सक्छ? तिमीले यो गल्ती किन गरेको भन्न जेनजीले सक्छ कि सक्दैन? प्रधानमन्त्रीले सक्छ सक्दैन? प्रधानमन्त्री त भनिसक्नुभयो जेनजीको मुद्दाहरू मेरो एजेन्डामा पर्दैन। त्यसो भने यो सरकारको औचित्य के छ त? युवाहरूले रगत बगाउने अनि कुनै एउटा व्यक्ति आएर अन्तरिम सरकार बन्ने अनि जसको रगत बगेको छ उसको एजेन्डा चाहिँ नहुने भनेदेखि त्यो सरकारको सान्दर्भिकता के हुन्छ? त्यसकारण मैले भने यो विद्रोह, यो सरकारको निर्माण भनेको चाहिँ मूलतः पूर्ववर्ती सरकार फ्याल्ने मात्रै देखियो, अरू केही पनि देखिएन। एउटा जाबो केपी ओली फ्याँक्नको लागि यत्रो क्षति गर्नुपर्ने हामीले? फलस्वरूप हामी 50 वर्ष पछाडि पुगेका छौँ भन्ने छ। यसको औचित्य के हो त? यो औचित्य हामीलाई चाहियो। त्यसकारण म अहिले पनि युवा साथीहरूलाई भन्छु, तपाईँहरूलाई यो गल्ती गर्ने छुट पटक्कै छैन। तपाईँहरूले दबाब बढाउनुपर्छ, आफ्नो प्रतिनिधि त्यो सरकारमा पुर्याउनुपर्छ र आफूले चाहेको जो कार्यदेश हो, आफ्ना जे एजेन्डाहरू हुन् ती एजेन्डाहरूलाई त्यहाँ सार्थक बनाउनुपर्छ। होइन भने यो पनि तुइएर जान्छ। अब म अन्त्यतिर आउँछु, किनभने समय मलाई 10 मिनट मात्रै हो। 7 सालमा पनि पहिला दिल्ली सम्झौता भयो। त्यो दिल्ली सम्झौताको आधारमा 7 सालको अन्तरिम संविधान बन्यो र त्यही रोड म्यापमा अरू कुराहरू भए। 62-63 सालमा पनि भारतमा 12 बुँदे अर्को दिल्ली सम्झौता नै भयो। त्यसको आधारमा चाहिँ 72 सालको संविधानसम्मको रोड म्याप बन्यो। यसपल्ट पनि त्यही गर्नु पर्थ्यो। सबभन्दा ठुलो भएको गल्ती त्यही नै हो। पहिला 7 बुँदे सहमति गर्नु पर्थ्यो, त्यसपछि यो काम हाम्रो जेनजीको तर्फबाट गर्नुपर्ने हुन्छ। त्यसको लागि अन्तरिम सरकार बनाइन्छ, तर उसले चाहिँ त्यो काम गर्नको लागि चाहिँ प्रतिबद्ध हुनुपर्छ। सुशीला कार्की यसको लागि तयार हो कि होइन भन्ने त्यहाँ प्रश्न हुन्थ्यो समूहको तर्फबाट। उहाँले ओके गरेपछि बल्ल प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ सहमत नभएको खण्डमा म हुन्थेँ, म भएन निरसिंह खत्री हुनुहुन्थ्यो। तर हामी त्यो काम गरेर छोड्थ्यौँ। तर ती केही कुरा नगरिकन
कुनै पूर्वाधार र सहमति नभइकन एकैचोटि अन्तरिम सरकारको निर्माण भयो, जसले चाहिँ जेनजीका मुद्दाहरू मेरा मुद्दा हुन् भन्ने कुरालाई ठाडै अस्वीकार गरिदिसकेपछि जेनजी आन्दोलन अब के हुन्छ त? त्यो रगतको मूल्य पाइन्छ। अब त साथीहरू के भन्न थाल्यो भने जसले त्यहाँ ज्यान गुमाएको छ त्यसको क्षतिपूर्ति पनि सरकार नदिनेतर्फ हात उठाइसक्यो भनेपछि त्यो पनि भएन। 4-5 सयभन्दा बढी घाइते भन्ने छन्, तिनीहरूको भाग्य र भविष्य के हुने हो त? अघि मैले भने राज्यले यत्रो क्षति बेहोरेको छ, त्यसको पुनर्संरचना कसरी गर्ने, त्यसको पुनर्निर्माण कसरी गर्ने, यतिका प्रश्नहरूको बिचमा आज यो कार्यक्रम भइराखेको छ। साथीहरूले जुन यो आयोजना गर्नुभयो र हामीले जसरी यसलाई चाहिँ विचार आदान प्रदानको रूपमा प्रस्तुत गरेका छौँ, हामी अपेक्षा गर्छौँ यसले केही न केही कुरा दिएको छ। यस आधारमा साथीहरूले भोलिको मार्गचित्र तयार पारेर मुलुकलाई थप क्षति हुन नदिने गरी, किनभने अब पनि सङ्क्रमण बढेर जाने हो भने यो देशले धान्न सक्ला, थाम्न सक्ला भने जस्तो मलाई पटक्कै लाग्दैन। मलाई सबभन्दा ठुलो चिन्ता चाहिँ त्यो छ। अघि पनि कुरा आए, हामी जेनजी हो भनेर चाहिँ त्यहीँ थर्काउने काम भएको छ। यहीँ त ठाडे थर्काएको देखियो, पोखरामा थर्काएको भन्ने देखियो, अब गाउँ गाउँमा पुग्ला, किनभने पेट पाल्ने अरू आधार केही पनि छैन। थर्काउनुभन्दा बाँकी त उपाय नै छैन। त यो जेनजीको ब्यानर अन्तर्गत यो हुन थाल्यो भने यसको जवाफदेही त कसले लिन्छ? भोलि समाजमा थप द्वन्द्वहरू हुन्छन्, त्यो भयो भने धान्न सकिन्छ? यस्तो गम्भीर स्थितिमा देश आइपुग्यो, हामी जम्मै गम्भीर हुनुपर्ने छ। जवाफदेहीपूर्ण तरिकाले उत्पन्न भएका विवाद र समस्याहरूलाई समाधान गर्नुपर्ने छ र भोलिको मार्गचित्र चाहिँ कोर्नुपर्ने छ। कुनै अर्को उपाय छैन, कुनै केही उपाय छैन। 10वटा मुलुकमा हाम्रो भिसा अवरुद्ध भइसकेको छ, किनभने हाम्रा 8 देखि 15,000 कैदीहरू त्यहाँबाट भागेको, 13,000 हतियारहरू आज कसको हातमा छ थाहा छैन। फलस्वरूप हाम्रो भिसा चाहिँ अवरुद्ध भएको। यो जेनजीको माग होइन नि। जेनजीले त रोजगारी खोजेको छ, उसलाई त समृद्धि चाहिएको छ, उसलाई त सुशासन चाहिएको छ। सबै कार्यालयहरू तोडिएका छन्। उसले भिसा लिनुपर्ने छ, उसले नागरिकता बनाउनु पर्ने छ, उसले पासपोर्ट बनाउनु पर्छ। कहाँ बनाउँछ उसले? उसको अदालती प्रक्रिया पुरा हुनुपर्ने छ, त्यसको सबै अभिलेखहरू जलेको छ। यो जेनजीले गर्ने कुरा हो त? यस्तो जेनजीले गर्छ? त्यसपछि हामीले प्रश्न उठायौँ, यहाँ कुनै किसिमको घुसपैठ हुनुपर्छ। विदेशीहरू आएका छन् भने पनि छैनन् भने पनि यो प्रश्न गम्भीर हुन्छ। यसको उत्तर चाहिन्छ हामीलाई। त्यसपछि मात्रै हामीले चाहिँ अगाडिको, नत्र भने दण्डहीनताले हामीलाई गिजोल्नेवाला छ। अब एकातिर आफूले गरेको विद्रोह छ, अर्कातिर आफूले धरपकड हुनुपर्ने स्थिति भनेपछि यसको कमान्ड कसैले कसैले लिनु पर्दैन? जबसम्म त्यो कमान्ड लिइँदैन तबसम्म यो कहाँ पुग्छ त? यो त्यो कुराको टुङ्गो नलाग्दासम्म जति नै छलफल विचार विमर्श गरे पनि हामी लक्ष्यमा पुग्न सक्ने छैनौँ। सङ्क्रमण बढ्नेछ, अराजकता बढ्नेछ, दण्डहीनता बढ्नेछ, त्यसले हामीलाई नै गाँच्नेछ। र त्यसले यो चाहिँ मेरो अन्तिम कुरा। म सिरियाको उदाहरण दिन्छु। सिरिया कसरी जलेको अरे भनेदेखि एउटा ल्याएर मकै छर्ने अरे, मकै भाँच्ने बेलामा अर्को ल्याएर मकै भाँच्दिने, अर्कोले आलु रोप्ने, आलु गोड्ने टिप्ने बेलामा अर्को ल्याएर आलु गोड्दिने, अर्कोले उखु रोप्ने, उखु काट्ने बेलामा अर्को ल्याएर उखु काट्दिने भएपछि सिरियामा मान्छेले खेती नै गर्न छोडे। त्यसपछि सिरिया आजको खण्डहरमा पुग्यो। वास्तवमा सिरिया अत्यन्त समृद्ध र अत्यन्त व्यवस्थापन भएको मुलुक अरे, तर आज सिरिया रहेन। त्यहाँको राष्ट्रपति भागेर कहाँ जानु पर्यो? श्रीमतीले डिभोर्स गरेर लन्डन पुगिन्। कसलाई फाइदा भयो त? सिरियनहरूलाई के फाइदा भयो? इराकको कुरा पनि यही हो, सिरिया लोनको कुरा पनि यही हो, अफगानिस्तानको कुरा पनि यही हो, बुरुन्डीको कुरा पनि यही हो। अनि हामी त्यही बाटोमा जाने? त्यस कारण ढिलो गर्नु हुँदैन, एकदम हस्तक्षेप गर्नुपर्छ। युवा भनेको हस्तक्षेपकारी हुन्छ। किन? भविष्य त हाम्रो पनि हो नि, तर अन्तिम रूपमा यो भविष्य भनेको युवाहरूकै हो। हाम्रो त मैले जेनजीका युवाहरूको मृत्यु हुँदाखेरि भनेको थिएँ बरु म मरेको भए राम्रो हुन्थ्यो, किनभने मैले 70 काटिसकेँ। तर यहाँ त 18 वर्षको युवा मर्यो, उसको लागि चाहिएको भविष्य। मलाई त के चाहिन्छ? 5 वर्षमा म गइहाल्छु होला, त्योभन्दा बढी मलाई आशा पनि छैन। तर यहाँ त 50 वर्षको कुरा छ, तिनका लागि हामीले सोच्नुपर्ने हो। जुन सोचाइ चाहिँ भएन, तपाईँ देखिरहनु भएको छ। 73 वर्षको बुढोलाई बिदा गर्ने, 74 वर्षको अब के भन्ने, आफ्नै साथी हुन् भन्यो भने छेडपेच गरेको हुन्छ होला, आफू हुनु नपाएर कराउँछ भन्ने हुन्छ होला। तर यो जेनजीको स्पिरिट हो भन्ने मलाई अहिले पनि लाग्दैन। हो, यो स्पिरिटलाई समातेर हामीले अगाडि जानुपर्छ र जेनजीको भावना र स्पिरिट अनुसारलाई हामीले काम गर्नुपर्छ। त्यही नै विद्रोहको मकसद हो, त्यही नै विद्रोहको ध्येय हुनुपर्छ। बाँकी गफ हो, गफमा राजनीति खर्चेर खाने
त्यो प्रचलनलाई हामीले यहीँ रोक्नुपर्छ। त्यही नै जेएनजीको आवाज होला जस्तो मलाई लाग्छ। म यति भनेर विश्राम लिन्छु। धन्यवाद। धन्यवाद टाढा सुरेन्द्र केसीज्यू।